हेलो, नमस्ते। मैले चाहिँ पहिलोचोटि चाहिँ युट्युबमा हेरेर घरमै पनिर बनाउनको लागि ट्राई गर्दैछु कि मैले चाहिँ 1 केजी दुध ल्याएर ट्राई गरेँ होइन। अब यसलाई चाहिँ सबभन्दा सुरुमा चाहिँ मैले दुध तताउनको लागि एकदम मिडियम हिटमा चाहिँ ग्यास बालेर दुध बसाएँ। अनि लगभग दुधलाई चाहिँ मैले 15 देखि 20 मिनट जति ततायो होला, तर ठ्याक्कै मैले टाइम चाहिँ हेरिनँ कि यहाँनिर चाहिँ डाडोमा चाहिँ आफ्नै फेस देखिँदो रहेछ, तर ठ्याक्कै मेरो फेस चाहिँ यहाँ क्यामेरामा चाहिँ आएन। हेरिरहेको थिएँ, अब के गर्ने त होइन, दुध तातिन्जेलसम्म त उभिनु पर्यो, दुध पनि हेर्नु पर्यो, भरे दुध उम्लेर पुगिन सक्छ भनेर बसेँ होइन। मलाई चाहिँ एकदमै कस्तो रहर लागेको कि घरमै पनिर बनाउँदा कस्तो हुन्छ होला, के हुन्छ होला, ट्राई गर्दाखेरि कस्तो हुन्छ होला जस्तो लागेको थियो। मैले चाहिँ दुध तताएँ अनि बनाउनको लागि ट्राई गरेँ। अब सबभन्दा सुरुमा चाहिँ होइन दुध हुनु पर्यो। अनि दुध फटाउनको लागि चाहिँ कागती यानि कि अमिलो कसैले चुक पनि लाउने गर्दो रहेछ, कसैले भिनेगर पनि। मैले चाहिँ मसँग चाहिँ कागती र चुक नै थियो, तर कागतीले काम गरेन। अब म हजुरलाई त्यो त देखाइ नै हाल्छु होइन। मैले चाहिँ अब दुध तताउँदैछु, अब त्यो उभिराख्दा मलाई अल्छी लागेर म त्यो डाडोमा मेरो आफ्नै फेसहरू पनि हेर्दैछु। यो दुध तताउँदाखेरि कति वेट गरेँ क्या, त्यहाँनिर उभिराखेको छु, दुध तातिँदैन भने आफूले भन्ने बित्तिकै त हुँदैन नि त, छिटो बिस्तारै गरिराखेको छु। मलाई त्यस्तो धेरै राम्रो खाना सब्जी बनाउन त आउँदैन, त्यो पनि लेट्स ट्राई अरे क्या के हुन्छ कस्तो हुन्छ भनेर एउटा क्युरियोसिटी लागेको। दुध तातिन लागेको छ यतिखेर चाहिँ। मैले यो पनिर बनाउँदाखेरि नै भिडियो सँगसँगै अडियो गरेको चाहिँ होइन नि त। मैले बिर्सेछु क्या त्यतिखेर सँगसँगै अडियो गर्नलाई चाहिँ। मैले त्यत्तिकै भिडियो मात्रै बनाइरहेको थिएँ नि, यसो एड गरेर बनाऊँ न त कम्प्लिट एउटा भिडियो बनिन्छ भनेर फेरि मैले जोडेर भिडियो बनाउने प्रयत्न गरेको। कस्तो बन्छ होइन, मैले फर्स्ट टाइम बनाएको नि त, मलाई त्यस्तो राम्ररी आउँदैन न। म भिडियो एडिटिङमा पर्फेक्ट छु न होइन। म पनिर बनाउन पनि सुरुको फर्स्ट ट्राई हो, त्यस्तो पर्फेक्ट पनि छुइनँ। गाउँमा हुँदा त ठुलो भाँडामा होइन, भाँडामा भन्दा पनि कराईमा दुध तताउने, यिनी त सानो डिउरेमा होइन, कति थोरै लाग्छ नि त दुध त, तर पनि ठिकै छ। मैले थोरै ट्राई गर्नको लागि मात्रै गर्दैछु। अब दुध तातिन्छ बिस्तारै बिस्तारै होइन। तातिसकेपछि म एकैचोटि अब दुध फटाउने बेलामा मात्रै त हामी भेट्नेछौँ फेरि।
होइन दुध तातिसक्यो नि त। अब यहाँ चाहिँ अमिलो लाउने बेला हो। मसँग चाहिँ कागती थियो, कागतीको राम्रो रस आएन, त्यही भएर गाउँबाट ल्याएको चुक लगाएँ होइन। अब चुक लगाउँदा चाहिँ मजाले मतलब अमिलो राम्रो छ भने चाहिँ मजाले दुध फाटिने रहेछ क्या। अब कागती थिएन नि, चुक लगाएको। अब मजाले दुध फाट्यो, जस राम्रो लाग्यो। त्यस्तो हुन्छ क्या दुध चाहिँ। हुन्छ नि त्यो सुरुमा भर्खर चाहिँ गाई भैँसीले ब्याएपछि चाहिँ 9-10 दिनसम्म बनिन्छ नि, बिगौती हो त्यस्तै हुने रहेछ क्या। म पनि फर्स्ट टाइम ट्राई गरेको नि त, अनि कस्तो मजाले फाट्यो क्या दुध। अब अनि यसलाई चाहिँ लगभग 10 मिनट जति यत्तिकै सेलाउन राख्नु पऱ्यो होइन। अब ग्यास बन्द गरेर अनि त्यस पछाडिबाट चाहिँ मैले सानो सुतीको कपडा थिएन मसँग, त्यो कपडामा चाहिँ छाने। अनि छानिसके पछाडि चाहिँ यसलाई पखाल्नु पनि पर्छ कि यो जुन फाटेको दुध फाटेको हुन्छ नि त्यसलाई चाहिँ पखाल्दाखेरि चाहिँ अब छिटो चिसो हुँदो रहेछ भनौँ न। मैले पनि ट्राई गरेको। अनि यसलाई चाहिँ अब मैले निचरेन, मैले सबै युट्युबमा हेर्दै गरिराखेको थिएँ। सुरुमा चाहिँ त्यसको त्यही दुधबाट फाटेको पानीलाई निचरेँ, तातो चाहिँ धेरै सकिनँ। त्यसपछि फेरि चिसो पानी लगाएँ। अनि चिसो पानी लगाएर पनि थोरै हुन्छ नि त बिचबिचमा चाहिँ अब तातो हुन्छ होला भनेर, त्यसमा पनि पानी पुगोस् भनेर त्यसलाई फेरि निचरेँ। अनि अलिक चिसो भयो र पनि मजाले निचर्न सकेन। अनि जस आफूले सकेको जति चाहिँ मैले निचरेँ। अनि त्यो पानी फालेर मैले फेरि पनि चिसो पानी लगाएर अनि चिसो पानी फेरि लगाएँ। अनि त्यसपछिबाट फेरि अब चाहिँ मजाले त्यो पहिलाको तातोहरू गइसकेको थियो, मतलब अब चाहिँ पुरै चिसो भइसकेको थियो। अनि फेरि अब चाहिँ मैले मजाले निचर्न सकेँ क्या। त्यसपछिबाट चाहिँ जस्तै धेरै पानी छिटो गयो, पानी तार्यो, त्यति धेरै छिटो पनिर बनिने रहेछ नि त भनेर चाहिँ मलाई अहिले चाहिँ अनुभव भयो होइन। अनि मैले मजाले निचारिसके पछाडि त्यो सेतो पनि धेरै गइसक्दो रहेछ क्या। त्यो जस्तो हुन्छ नि अब नर्मल भाषामा भन्दाखेरि चाहिँ छोक्रा मात्रै क्या, त्यसको त्यो छान्नेको मात्रै बस्यो। मैले भनेर त कस्तो धेरै छिटो सकेँ कि, तर मेरो काम चाहिँ ढिलो भइराखेको रहेछ क्या। अब यसलाई चाहिँ मैले डल्लो पारेर अनि अब हाम्रो घर त्यस्तो धेरै सामानहरू छैन, बटुकामा राखेर अनि त्यो मसला पिस्ने लोहोरोले थिचिदिएँ होइन। थिचिदिएर लगभग 2 घन्टा जति राखेँ मैले। मजाले थिचेँ, किन अलि जति गरौँ चिजले थिच्यो त्यति धेरै मजाले अब छिटो बनिने रहेछ, पानीहरू तारिने रहेछ नि त थिचिसकेपछि। अब चाहिँ 2 घन्टा पछाडि चाहिँ अनि पनिर बन्ने यसो हेरेको त कस्तो राम्रो बनिरहेको थियो क्या पनिर। अनि मैले कटिङ बोर्डमा राखेर टक 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 काटेँ, पनिर बन्यो। मलाई कस्तो खुसी लाग्यो क्या, मैले फर्स्ट टाइम ट्राई गरेको पनिर पनि बन्यो नि त। अनि त्यसपछि मैले फेरि पनिरलाई चाहिँ तारेँ। तार्दाखेरि पनि यो फुटेन, कस्तो राम्रो भयो क्या, रातो रातो। वाउ, आइ एम सो प्राउड अफ माइसेल्फ। हजुरहरूलाई कस्तो लाग्यो मेरो भिडियो?